So hey guys, welcome back to our channel YOLO Esports, and it's your host YOLO Sharon. So we are again back with the new Scream announcement video, and this Scream is presented to you by YOLO Esports and managed by your host Wargod or Sharon. Okay. आजको भिडियोमा हामी यो कुरोको डिस्कस गर्नु छ कि यो स्क्रिममा तपाईहरुले कसरी कसरी रजिस्टर गर्न सक्नुहुन्छ र without getting any delay, let's get into the video topic of how to register in Champions Rush Scream. सो यो टुर्नामेन्ट अर्गनाइज हुनेवाला छ हाम्रो मतलब नेपाली सर्भरमा, अफकोर्स, किनभने त्यो त थाहा छ सबैलाई। यति बुडवक त कोही पनि हुँदैन होला यार। यस, अनि रजिस्ट्रेसनको लागि तपाईँलाई तल 3टा लिङ्क दिएको हुनसक्छ, या फेरि एउटा लिङ्क दिएको हुनसक्छ, वाट्सएपको एउटा नम्बर दिएको हुनसक्छ। त्यो नम्बरमा हजुरले डाइरेक्टली मेसेज गर्न सक्नुहुन्छ। त्यो नम्बरमा मेसेज गरेर तपाईँले भन्नुपर्छ कि ल हामीलाई एड गर्नुहोस् या फेरि के गर्नुहोस्। त्यसपछि हामीहरू तपाईँले एउटा ग्रुप बनाएर एड गर्छौँ। सो यसको अनि यो टुर्नामेन्टको इन्ट्री फी रहेको छ ओन्ली आरएस 100 रुपिज, एन्ड प्राइस पुल इज लाइक दिस 700 अनि 300 अनि 100। ओके, 700 300 र 100। फर्स्टलाई 700, सेकेन्डलाई 300 र लास्टलाई 100, मतलब थर्डलाई 100। सो अनि यही टुर्नामेन्ट खेल्नुपर्नेको मेन कारण के छ भने यो टुर्नामेन्टहरू हजुरको लाइभ कन्डक्ट हुन्छ अनि कुनै म्यानेजमेन्टको एकदम भरपुर सुविधा छ। म्यानेजमेन्टमा केही पनि ल्याक हुँदैन। कसैले प्यानल युज गरेको, कसैले ह्याक युज गरेको, या फेरि कसैले केही युज गरेको थाहा पाइयो भने मात्र त्यो टिमलाई पर्मानेन्टली ब्यान दिन्छ हाम्रो यो टुर्नामेन्टबाट। अनि हाम्रो अर्गहरूसँग पनि कन्ट्याक्ट रहेको हुन्छ, अनि त्यो टिम चाहिँ फेरि खेल्न पाउँदैन, या फेरि त्यो प्लेयर चाहिँ फेरि खेल्न पाउँदैन। फर्स्ट थिङ चाहिँ त्यो हो। सेकेन्ड कुरो चाहिँ के छ भने म्यानेजमेन्टमा चाहिँ हजुरको पोइन्ट्स टेबल हामीले प्रोभाइड गर्नेवाला छौँ, र राम्रो राम्रो टिम्सहरूसँग भर्सेस गर्दा चाहिँ तपाईँलाई एउटा कुरो चाहिँ के एक्सपिरियन्स गर्न पाउनुहुन्छ भने टिमको स्ट्राटेजी के हो, टिमको प्लेइङ स्टाइल के हो, अनि कसरी एउटा फसेको बेलामा टिमले कसरी लैजान सक्छ त्यो कुरो पनि हजुरले थाहा पाउनुहुन्छ। र सेकेन्ड कुरो, नेपालमा टुर्नामेन्ट अर्गनाइज गरेपछि लाइभ स्ट्रिमको व्यवस्था रहेको छैन त्यहाँ नर्मल स्क्रिम्सहरूको लागि, मतलब डेली स्क्रिम्सको लागि। अनि यो हाम्रो च्यानल योलो स्पोर्ट्समा तपाईँहरूले यो टपिक, यो च्याम्पियन्स रस स्क्रिमको तपाईँले ठिक ट्याक्क लाइभ स्ट्रिम भेट्न सक्नुहुन्छ। टाइम के रहन्छ भने ट्याक्क 1 बजे दिउँसोको ट्याक्क एउटा फिक्स टाइम रहन्छ। जहिलेको पनि स्लट त्यही हो, टाइमिङ त्यही हो। अनि स्लट्स रहेको छ 12वटा स्लट रहेको छ, र इन्ट्री फी हजुरको 100 हुन्छ। यिनी कुरा मैले हजुरलाई भनिसकेँ। र यो वर्थ इट छ किन एकचोटि हजुरहरूले चाहिँ आफूले सोध्नुला, किनभने त्यत्रो टिमहरू गएको छ खेल्नलाई, अनि त्यत्रो टिमहरूसँग चाहिँ तपाईँ एउटा तरिकाले भर्सेस गरिराख्नु भएको छ, एउटा केस फाइट खेलिराख्नु भएको छ, या फेरि एउटा लक फाइट खेलिराख्नु भएको छ। कसरी जित्न सकिन्छ, कुन हो टिमको रोटेसन, कुन हो प्याच, अनि एफएफएनसी पनि आउनु लाग्छ। So you will get it right, guys. So thanks for watching our video. This was for today's video. Please like, share and subscribe our channel YOLO Esports.